यो हो 5 रुपियाँको 1 लाखवटा नोट, द्याट इज 5 लाख रुपियाँ। र आज म वेस्पा BS6 125 ग्लसी ब्ल्याक किन्न जान लागिरहेको छु र म पेमेन्ट चाहिँ 5 रुपियाँको नोटले मात्र गर्नेवाला छु। हाम्रो एउटा यो डिपोजिट गर्नुपर्ने थियो तर सबै हाम्रो 5 को नोटमा छ के यो। त्यस्तो मिलेन नि त तपाईले। वर्षा मेरो बहिनी यो चाहिँ तिम्रो लागि हो है, यो वेस्पा BS6 125 ग्लसी ब्ल्याक चाहिँ है। अनि फोन किन नउठाएको भनेको मान्छे फेरि गइसक्यो, फेरि अब एकछिनमा आउँछु रे काम छ भनेर छु झन्। यस्तो यस्तो मान्छे यस्तो लागेर आजको मान्छेले 10 करोड रुपियाँ इन्भेस्टमेन्ट गर्छु भनेको छ झन्। गाइज अब हामी पापाजको नोट लिन जान लागिरहेका छौँ। अहिले चाहिँ हामी पाटनमा छौँ। कमल विनायक भनेपछि हामी भक्तपुरसम्म जानेवाला छौँ है। अब अहिले चाहिँ फर्स्टमा अलिक गाडी धुने, यो गाडीमा अट्छ होला नि, अट्दैन? यो पैसाको लागि चाहिँ मैले 2-3 हप्ता अगाडिदेखि नै भने त दाइ, तर पनि पाएन। किन त्यस्तो भएको? चुनावले गरेर? चुनावले गर्दा सानो लोक चाहिँ अहिले सर्टेज भयो। गरिबी धेरै भइसक्यो है। मान्छेहरूलाई हेर्न कति आनन्द। गाइस ठाउँमा आइपुग्यो तर अब पार्किङ सार्किङ छैन। हामीले हाम्रो 5 लाख चाहिँ दिइसकेका छौँ। अब उताबाट 5 लाख आउनु बाँकी छ। गाइज एउटा कुरा चाहिँ के भन्दाखेरि लास्ट टाइम मैले स्कर्पियो किन्दाखेरि 25 लाख रुपिसको 5 को नोट कलेक्ट गर्नुभन्दा चाहिँ अहिले गाह्रो परेको छ है। किनभनेदेखि 5 रुपियाँको नोट प्रिन्ट गर्नको लागि चाहिँ नेपाल सरकारको खर्च बढी लागिरहेछ भनेर चाहिँ 5 को नोट्स यतिकै सर्टेज भइरहेछ। 10 को नोट 100 को नोट प्रिन्ट गर्दाखेरि जति खर्च लाग्छ उति नै खर्च चाहिँ 5 को नोट प्रिन्ट गर्दा नि लाग्छ अरे। 3 विक्समा पनि अब अहिले हामी भक्तपुर आएर गर्नु परिरहेछ क्या। 5 लाख रुपिस मात्रै होइन, अहिले मैले 10,000 20,000 रुपिस पनि कलेक्ट गर्नलाई अलिक गाह्रो परिरहेछ मलाई। सबै पापाजको नोटको बोरा भएको है। र यसरी मैले पापाजको 1 लाखवटा नोट कलेक्ट गरेँ। सो हाम्रो लेभल 1 चाहिँ कम्प्लिट भइसकेको छ पैसा कलेक्ट गर्ने। अब लेभल 2 भनेको चाहिँ किन्ने हो, पेमेन्ट गर्ने हो। लेभल 3 चाहिँ एक्सेप्ट गर्ने हो, जहाँ किन्छु उनीहरूले पैसा एक्सेप्ट गर्नु पऱ्यो। अनि लेभल 4 भने वर्षाले सरप्राइज गर्दाखेरि वर्षाको रियाक्सन कस्तो आउँछ। सो वर्षाको रियाक्सन कस्तो आउँछ हेर्नलाई लास्टसम्म हेर्नु होला है भिडियो। गाइज यो गाडी चाहिँ वर्ल्डको सबैभन्दा मोस्ट एक्सपेन्सिभ कार भइसकेको छ है। यो गाडीमा हामीले फुल सिलिन्डर 2वटा ग्यास पनि राखेका छौँ। अनि यो पापाजको नोट त छँदैछ है। वर्ल्डको मोस्ट एक्सपेन्सिभ कार हो। लिमिटेड एडिसनबाट पनि एक्स्ट्रा लिमिटेड एडिसन भइसकेको छ। 5 रुपियाँको नोट युज गरेर तपाईँले बाइक अरू गाडी किन्दै हुनुहुन्छ भनेदेखि फर्स्टमा प्रोसेस के छ भन्दाखेरि पैसा चाहिँ पहिला कलेक्ट गर्नु पऱ्यो। त्यसपछि पैसा चाहिँ 10 चोटि जति गर्नुपर्छ क्या। ब्याङ्कबाट लिएर आउने बेलामा गर्नु पऱ्यो, फेरि यहाँ ल्याइसकेपछि ठाउँमा राख्नु पऱ्यो, अनि फेरि जाने बेलामा किन जाने बेलामा फेरि एकचोटि गर्नुपर्छ। अनि गरिसकेपछि फेरि झोलामा हाल्नलाई फेरि एकचोटि गर्नुपर्छ। झोलामा हालिसकेपछि फेरि हामी सोरुममा गएर फेरि एकचोटि गर्नुपर्छ। गरिसकेपछि फेरि उनीहरूले एकचोटि गर्ने क्रम चाहिँ जारी नै रहन्छ है। पहिलो चरणको गर्ने हाम्रो ब्याङ्कमा सकिसकेको छ। यो चाहिँ हाम्रो सेकेन्ड राउन्ड है गर्ने है। गर्नु अब ल फर्स्टमा चाहिँ यो 2टा बोरा मिलाउँ है। 25 × 4 गरौँ है। 25 गाइज को आयो यता? ए चिया आइपुगेको छ। गाइज म त पुलिस आइपुग्यो भनेको है। कस्तो लागिरहेछ त दाइ यो? यो चाहिँ हामी कहाँ छौँ भन्दाखेरि त्यो चाहिँ हाम्रो सिक्रेट प्लेस हो होइन। यता चाहिँ कसैलाई पनि आउनलाई इन्ट्री नै छैन। यो चाहिँ हाम्रो भल जस्तो हो यो ढोकामा हाम्रो होइन। 3 फ्याक्टर भेरिफिकेसन लागेपछि मात्रै भित्र छिर्न मिल्छ क्या। हो होइन, तल सटर खोल्नु पऱ्यो, यहाँ तल ढोकाउनु पर्छ, ढोकाउनु पर्छ। तर चोरहरू चाहिँ यो झ्यालबाट सिधै आउनु मिल्छ होइन। कस्तो छ त दाइ आज? के होला त आज? प्यारे बहिनीलाई चाहिँ गिफ्ट दिन लाग्छ। हजुर एकदम राम्रो कुरा हो। वर्षालाई थाहा छैन क्या अहिलेसम्म। कहाँ हो भने फोन उठाउनु पर्दैन? हामी अब पोडकास्ट सुरु गर्न लागिरहेका छौँ गाइज है। पोडकास्टको नाम रहेको छ 5 रुपियाँको पोडकास्ट। 5 रुपियाँ पोडकास्ट। यो पैसा मैले अस्ति फ्राइडे लिएर आएको थिएँ होइन। हिजो स्याटरडे रहेछ थाहा भएन होइन। 2 दिनसम्म तपाईँले यहाँ पैसा राख्नु पऱ्यो। कस्तो लाग्यो त तपाईँलाई? अब कस्तो लाग्यो भने एकतिरबाट त खुसी पनि लाग्यो, एकतिरबाट चाहिँ सबैले यहाँ दायाँ बायाँ सबैले चाहिँ गाडीबाट झिकेको हुनाले सबैले देखेको हुनाले डर पनि धेरै फिल भयो।
अनि त्यसपछि अब दरले 2-3 दिन यहाँ हाम्रो सास रोक्ने लागे जस्तो भयो। स्कर्पियो किनेको दाइले हेरिरहनु भएको छ भनेदेखि होइन, मेरो स्कर्पियो किन्दाखेरि झोला सबै त्यहीँ छाडेको थिएँ, कुनै पनि फिर्ता आएको छैन। मलाई घाटा लागेको छ। यसपालि फेरि मैले 10वटा झोला किनेको छु। 10वटा झोला किनिसकेको छु। एउटा झोलाको 1000 रुपियाँ पर्छ, 10,000 रुपियाँ मेरो झोलामै गएको छ है। सो ह्युमन ग्याङ सबैले कमेन्ट हान्नु होला, विष्णु हरिजी सुरज यारको झोला चाहिँ फिर्ता गरिदिनुहोस् भनेर कमेन्ट हान्नु होला है। यो चाहिँ अहिले हामीसँग 10वटा ब्याग छ। प्रत्येक ब्यागमा चाहिँ हामीले 45,000 रुपियाँ इच हालेको छौँ। 4,50,000 रुपियाँ चाहिँ लिएर जान लागिरहेका छौँ है। 50,000 चाहिँ हामीले यहाँ राखिसकेका छौँ है। त्यस्तो होइन, म यहाँ महालक्ष्मी थानतिर छु। त्यहाँ चाहिँ पार्किङको समस्या भएको भएर फिक्स गरिहालेको, फेरि टेन्सन होला नि होइन। अब चाहिँ वर्षालाई फोन गरौँ है, उसले थाहा छैन क्या। अस्तिदेखि चाहिँ मैले आज टाइम मिला भनेको छु होइन। म थर्काउँछु त्यसलाई, वर्षाले थर्काइदिन्छु म एकचोटि। फोन उठाउँदैन कि अहिले, फोनै उठाएन अहिले। हेलो एडी, वर्षा छ त्यहाँ? दिनु न त्यसलाई, त्यो फोन किन नउठाएर? फोन उठाऊ भन नि त, तयार भयो भने मतलब छैन नि त। यहाँ फोन उठाउनु पर्दैन, यहाँ मान्छेहरू पर्खिरहेको हुन्छ। के हो यहाँ वर्षाले मैले त्यस्तो भनेपछि? कहाँ हो भने फोन उठाउनु पर्दैन? खै फोन आएको नि? यहाँ मान्छे जान्छ नि, यहाँ एकजना मान्छेसँग भेट्नुपर्ने छ झन्। मलाई थाहा भएन, त्यसो गऱ्यो भनेदेखि त झन्। अनि अस्तिदेखि भनिरहेको छु झन्। ल उता लगन खेल गरेर बसिराख, अब म एकछिन यहाँ बाहिर गएर आउँछु, फेरि चाँडो आइराख है। थाहा छैन उसलाई क्या होइन। ब्रो बोक्न चाहिँ धेरै गाह्रो छ है, धेरै नै गाह्रो छ। बाइ द वे, तपाईँले मेरो पुरानो पापा सुबेको नोटवाला भिडियो हेर्नु भएको छ भनेदेखि त्यता क्यारेक्टर धेरै हुन्थ्यो नि त। आज त क्यारेक्टर छैन। किन थाहा छ? किनभनेदेखि मलाई कसैको पनि विश्वास छैन क्या, यो वर्षाले सरप्राइज गर्ने कुरा चाहिँ कसै न कसैले चाहिँ भनिदिन्छ जस्तो लागेको भएको भएर कसैलाई पनि भनेको छैन मैले। मेरो साथीहरूको दाइहरूको यहाँ रुद्र घन्टी नै छैन कसैको पनि, कसम हो। भोनलाई पनि मैले सिङ्गापुर जाने कुरा कसलाई नभन भने त सबलाई भनिसकेको छ उसले त। झन् वर्षाले त भेटिरहनु पर्छ होइन। अनि हाम्रो दाइलाई पनि थाहा छैन कि यो पैसा किन ल्याएको नै थाहा छैन। भर्खर थाहा हुँदैछ यहाँ वर्षाको लागि स्कुटर किन लाग्यो भनेर। म तपाईँलाई एउटा स्टोरी पनि सेयर गर्छु है। अब हामीले पहिला ओपाज स्टार्ट गर्ने बेलामै, ओपाज स्टार्ट गर्नुभन्दा पनि अगाडि नै होइन, 2016 तिर 15 तिर हामी बच्चा हुने बेलामा नै वर्षाले पनि वर्षा भोलि पछि हामी भेस्पा किन्नुपर्छ है भनेर भन्थ्यो क्या होइन। भेस्पा किन्ने एउटा सपना जस्तो पनि थियो पहिलादेखि नै होइन। अब किन्न सक्ने भइसकेपछि बिर्सिने रहेछ होइन। किनभने हाम्रो चलिरहेछ नि त, मेरो पनि स्कुटर छ, बाइक छ, वर्षाको पनि स्कुटर चलि नै रहेछ होइन। त्यो कारणले गर्दाखेरि हामीले त्यो किनेको थिएनौँ। तर अब आज मलाई वर्षालाई गिफ्ट नगरेको धेरै भयो जस्तो लाग्यो। त्यो कारणले गर्दाखेरि चाहिँ आज चाहिँ म गिफ्ट दिन लागिरहेको छु। भेस्पा चाहिँ मैले 2-3 महिना अगाडि नै दिने प्लान गरिरहेको थिएँ क्या। फेरि बिचमा के भयो, चुनाव भयो होइन, के धेरै कुराहरू भयो। त्यो कारणले गर्दाखेरि अलिकति टाइम चाहिँ लाग्यो, तर टाइम लागे पनि राम्रै भएको छ। वर्षाले ल्याङ हानेछु म फेरि है त। भर्खर 5 मिनट अगाडि कल गरेँ मैले, फोनै उठाउँदैन त वर्षा त यार। भर्खर मैले फोन गरेँ हो नि त, मैले अब कराएको थिएँ। अनि ऊ चाहिँ म फोन उठाउनुभन्दा बरु म लगन खेलै पुग्छु फर्स्टमा भनेर फोन नउठाउन सक्छ पक्कै पनि। गाइज यो के हो यस्तो? यहाँबाट आउनु मिल्छ त दाइ? ओके गाइज, हामी चाहिँ सोरुम आइसकेका छौँ है। फोन किन नउठाएको? भर्खर फोन गरेको थिएँ यार, यहाँ पार्किङ गर्न झ्याउ भएर। ए मोहन सर नमस्कार हजुर, तपाईँ हो? सन्चै हुन्छ। गाइज वर्षाको फोन आयो। हेलो के हो, फोन किन नउठा भने? उठाएको भनेको मान्छे फेरि गइसक्यो, फेरि अब एकछिनमा आउँछु अरे, काम छ भनेर छु झन्। फोन उठाऊ है। होइन म यहाँ एकछिन यहाँ ठाउँ पुगिसक्यो, अघि त्यही त सँगै जाने भनेको झन्। यता अब दलखेलबाट नजिकै हो। के अरे फोन चाहिँ उठाऊ है फेरि। ल गाइज वर्षालाई पनि थाहा छैन होइन। अनि यहाँ मार्टिनलाई, त्यो मोहन सरलाई, म्यामलाई, कसैलाई पनि मैले 5 को नोट ल्याएको छ भनेर थाहा छैन है। बाइक चाहिँ म वर्षालाई दिन्छु, यो चाहिँ म चलाउँछु होइन। बुढो भयो क्या, इन्जिन बिग्रियो भनेदेखि स्कुटरै नयाँ दिन्छ होइन 2 वर्षभित्र। इन्जिनमा केही डिफल्टहरू आयो भने चाहिँ हजुर अब त्यो कम्पनीले हेरिदिन्छ होइन। अब रिपेयर गरेर हुन्छ कि सामानहरू चेन्ज गरेर हुन्छ, त्यो चाहिँ हेरिदिन्छ 2 वर्षसम्म। म्याम क्यास त भइहाल्छ नि होइन? हजुर क्यास पेमेन्ट हुन्छ नि।
क्यास चाहिँ गाडीमा छ होइन तपाईँ पनि आउनुपर्ने हुन्छ एकचोटि त्यस क्यास त चलिहाल्छ नि होइन चल्छ एक रुपियाँको सिक्का भयो भने चल्छ मतलब सिङ्गापुर डलर पनि चल्दै चल्दैन सिङ्गापुर डलर चल्दै सिङ्गापुर डलर चलेन है युएस डलर चल्दैन नेपाली रुपियाँ चाहिँ चाहियो है म चाहिँ हामीसँग अब क्यास चाहिँ छ होइन मार्टिन ल यहाँ छ ल क्यास त हुन्छ होइन अब कुरा के छ भन्दाखेरि यस्तो चाहिँ हामीसँग 10वटा छ क्या फेरि ल मार्टिन म्याम तपाईँले अघि क्यास हुन्छ भन्नुभएको थियो होइन धेरै त छैन 10 कति 10वटा झोला रहेछ ल ठिक छ होइन ठिक छ है डिल भयो नि अघि मैले क्यास भन्दाखेरि गेस त गर्नुभएको थिएन है मैले 5 को नोट मैले अनलाइन और क्यास बुझेँ कि मैले हजुर अनि यो चाहिँ क्यासै हो तर 5 को नोट ल्याउँछ एक्सपेक्ट गर्नुभएको थियो पुसअप गर्ने ल गर नि त पुसअप गर ल 50 चोटि पुसअप गऱ्यो भने यो एउटा दिन्छु म तिमीले 5000 50 चोटिको विषय त सक्दैन त्यसो होइन ल अब यसो गर नि त त्यसो भए तिमीले एकचोटि पुसअप गरेको चाहिँ 50 रुपियाँ आउँछ तर 50 चोटि गयो भने चाहिँ 5000 रुपियाँ आउँछ है या त्यो त फुटबल खेलेको थियो हामी बच्चा बेलामा थाहा छ कि छैन यसलाई सधैँ हराउँथेँ मैले यार यिनीहरूको तिम्रो क्लास सधैँ हार्थ्यो हो किन भन सच्चा बोल भाइ सच्चा बोल हार थियो कहिले जित्यो पनि त फेरि कहिले काहीँ झुकेर है म एब्सेन्ट भएको बेलामा बाइ द वे गाइज तपाईँले सुरज ज्यालाई चाहिँ फलो सब्सक्राइब सबै कुराहरू गर्नुपर्ने हुन्छ है यस्तो क्रेजी भिडियोजहरू गिभअवेजहरू आउँछ भेस्पाले के भन्दो रहेछ भन्दाखेरि वी डोन्ट जस्ट मेक भेहिकल्स वी चेन्ज द वे पिपल मुभ सो आज म चेक गर्छु यो सत्य हो कि होइन भनेर चेन्ज हुन्छ कि हुँदैन म पिपुलै होइन कि होइन के भने ब्याङ्कले मिल्दैन रे ब्याङ्कै डराएर सो गेस वाट एज एक्सपेक्टेड ब्याङ्कले के भन्यो अरे मिल्दैन रे मिल्दैन रे ब्याङ्क के गर्यो डरायो किन डराउने डरायो जस्तो लाग्यो एन्ड योर टाइम स्टार्स यसलाई ढोकौँ न त एन्ड योर टाइम स्टार्स नाउ 1 2 3 4 5 26 27 28 29 30 कङ्ग्रेचुलेसन तपाईँलाई 31 32 41 42 43 44 45 46 47 3 more 48 49 50 कङ्ग्रेचुलेसन्स तिमीले 50 गर्ने भनेर थाहा भयो भने मैले 5000 भन्दिनु थिएँ नि त सो कङ्ग्रेचुलेसन्स एन्ड मार्टिनले 50 गरेको भएको भएर तिमीले जति जित्छौ दिलले पनि त्यति नै जित्नुहुन्छ भनेको थिएँ मैले सुरज आर बिङ द म्यान अफ वर्ल्ड दिललाई दिनुहोस् आउनुहोस् अगाडि अलि अगाडि आउन कङ्ग्रेचुलेसन्स खुसी लाग्यो यो 5,000 को गिभअवे चाहिँ भेस्पाको कारणले गर्न पाएको हो सो भेस्पाले साउट आउट है त ल 72 72 72 75 सेम 79 मिल्यो हिसाब मिलेको छ ल हाम्रो चाहिँ हिसाब मिल्यो तपाईँहरूको अब हिसाब मिलाउने बेला भएको छ सो उहाँहरूको रियाक्सन आइसक्यो अब ब्याङ्कको रियाक्सन आउनु बाँकी छ र अब मेन भनेर चाहिँ वर्षाको रियाक्सन आउनुपर्छ है वर्षालाई म फेरि थर्काएर होइन सञ्जय दाइलाई लिएर आउँ भन्छु ल हेलो वर्षा तिमी यता यो नखु डोबाट आउनुपर्ने भयो यसो गर नि त यता सुन यसो गर्छु सञ्जय दाइलाई म लिन पठाउँछु नि सञ्जय दाइलाई पनि मैले भेट्नुपर्ने छ है ल दाइ एकचोटि तपाईँ छ नि लन खेल गएर वर्षालाई यहाँ सोरुममा लिएर आउनु न हुन्छ यो हाम्रो यो भेस्पा सोरुम यो पेट्रोल पम्पसँगै एकान्त गुना थाहा छ है वर्षालाई नभन्नु ल तपाईँ पनि पेट्रोल पम्पतिर आएर रोक्नु ल ठ्याक्कै यो सोरुममा गाडी आएर नरोक्नु है केही पनि नभन्नु है मलाई पनि थाहा छैन भनिदिनु ल पेट्रोल पम्पमा आऊ भनेको छ भनिदिनु है ल दाइ ल वर्षालाई पनि दाइ आउँदैछ त्यो अलिकति कोट लगाएर आऊ भन्छु हेलो के भन्छ सञ्जय दाइ आउनु हुनुहुन्छ होइन तिमी चाहिँ अलिक फर्मल भएर आऊ ल यहाँ मान्छे भेट्नुपर्ने छ क्या त्यही भएर अलिकति त्यो छ नि कोट प्यान्ट जस्तो के कोट प्यान्ट त पर्दैन कोट एउटा जस्तो के लगाएर आऊ न हुन्छ ओ ब्लेजर लगाएर आऊ अनि त्यसपछि ब्लेजर लगाएर आऊ होइन यो हामीले यता मान्छेलाई दिनुपर्ने छ नि त मान्छे भेट्न आला हो हामीले होइन अनि त्यो भएको भएर चाहिँ उसलाई त्यो एउटा बुकी जस्तो के गिफ्ट के टोकन अफ लभ जस्तो केही चाहिँ दिनुपर्ने जस्तो हुन्छ त्यही भएर है बुकी भयो पनि तिमीलाई हेरेर लिएर आउने यार हुन्छ नि अब कहिले काहीँ कस्तो छ यो कस्तो छ यो मैले लिएको हो यो राम्रै छ
यो मैले लिन यही स्कुटर चाहिँ मैले लिएको है यो मेरो भइसक्यो हजुरहरू लिन हेर्न चाहिँ पाइयो है यो ब्ल्याक कलरको अस्ति मैले मगाएको के म यहाँ मार्केटिङ गरिरहेको छु तपाईँहरूको है यहाँ खोइ चाँडो गर्नु पऱ्यो दाइ आउनु भएको छैन बुके लिन पठाएको राम्रोवाला महँगोवाला लिएर ल राम्रोवाला ल अनि फर्मल भएर आऊ है अब मलाई थाहा भएन त्यो फर्मलवाला अलिकति लगाएर आऊ न मान्छे भेट्नुपर्छ भने होइन अस्ति नै किन्नुभयो तपाईँले पनि कुन लिनुभयो ए मगाउनु भयो ए ल सेम पिन चाहिँ छ नि सुन्नु न यता हेर्नु न मैले चाहिँ आज होइन यो पापाजको नोटले किन्न लाग्यो यो स्कुटर हजुर यो त्यहाँ मेरो घरमा रुख छ 5,000 रुपियाँ फल्छ तपाईँलाई पनि चाहिन्छ भने भन्नुहोस् रुखको बिउ चाहिँ दिनु पर्छ हस् मालिक हस् कति 2 लाख जति छ 5 लाख 5 लाखै छ यसमा 25 लाख रुपियाँ कसरी जम्मा गर्नु हजुर कसरी जम्मा गर्नु त रुखै छ अरे हजुर रुख छ आवाजको नोट त हराइसक्यो त नि कसरी सबै अचम्मको काम गर्नु यो नोटमा त मेरै सिग्नेचर चल्छ नि अहिले गाडी किन्नलाई चाहिँ 2टा गाडीमा पैसा हालेर लगायो कि सञ्जय दाईको फोन है सञ्जय दाईको फोन है सञ्जय दाईको फोन है सञ्जय दाईको फोन है दाई तपाईँ अब उहाँ बस्नु यहाँ हामी यताबाट जाऊँ है दाई खोइ त मैले देखिनँ त तपाईँलाई खोइ त पेट्रोल पम्पमा ए ल ल देखियो यता दाई एकछिन बस्दै गर्नु ल यतापट्टि उहाँ मान्छे यतापट्टि यसलाई थाहा भए जस्तो छ मलाई प्र्याङ्क गरेर छ भने म ए वर्षा हो कि हेर्नु पऱ्यो नि पहिला यता आइज खोइ त अनि फर्मल ड्रेस खोइ त यो के लाग्यो यस्तो मान्छे यस्तो लागेर आजको मान्छेले 10 करोड रुपियाँ इन्भेस्टमेन्ट गर्छु भनेको छ झन् राम्रोसँग लग्यो न वर्षा भेटेपछि मात्र म त कन्फर्म भन्दैछु हो यता होइन होइन अब हाम्रो 10 करोडको इन्भेस्टमेन्ट आउँदैछ भनेपछि 10 करोडको इन्भेस्टमेन्ट आउँदैछ भने आज हाम्रो कम्पनीको भ्यालुएसन 1000 करोड पुग्छ 1% मात्र हामी सेयर डाइल्युट गर्न लाग्यो हामी यहाँ माथि क्या बर्गर हाउसमा बसिरहेको छ क्या यो कति रुपियाँ जान लाग्यो यस्तो सस्तो ल्याएर हुन्छ ऊ दाइ वाइ त हो त मान्छे त तू फिक्र मत कर यार बच्चा है तू मेरा भित्र जाऊ न यो पसल किन्दिस् के हो पसल किन्ने हो ल यो मान्छेलाई भेट्ने आज तैँले ल ताली बजाऊ ल यसलाई देऊ न उहाँले गर्ने हो हाम्रो आज 1 करोडको इन्भेस्टमेन्ट गरे 10 करोडको इन्भेस्टमेन्ट गर्ने मान्छे भन्ने हो ल कङ्ग्रेचुलेसन ल भने यो हेलमेट पनि आउँछ दादा हेलमेट पनि हो है साँच्ची हो प्र्याङ्क गरेको होला नि होइन हेलमेट लगा न ताल बजा यतापट्टि आइज अर्को एउटा पनि छ त अर्को भने चाहिँ यस्तो हो क्या त्यहाँ हेर त त्यहाँ तिम्रो स्कुटर पनि 5,000 रुपियाँको नोटले किनेको हो अबदेखि मलाई मात्र भन्ने होइन मलाई बाटोमा भेट्यो भने पनि दाइ यो 5 रुपियाँको बाइक होइन 5 रुपियाँको गाडी होइन भनेर सोधिरहेको हुन्छ अब वर्षाले पनि दिदी 5 रुपियाँको स्कुटर यही होइन भनेर भन्यो भनेदेखि के भन्दा छ स्कुटर होइन भेस्पा 125 BS6 हो भनेर भन्ने बुझ्यो BS6 ग्लसी ब्ल्याक ग्लसी ब्ल्याक ल कङ्ग्रेचुलेसन्स ल थ्याङ्क यू सुरज ल आजबाट जे भनेर मान्छु ल म साँच्ची मान्छु जे भनेर मानिदिन्छु ल म ल सुरज यार इज द बेस्ट ब्रदर भनेर लेख्दै ए भन्दै के अरे ए सुरज दा इज द बेस्टेस्ट ल बेस्टेस्ट ब्रदर ब्रदर ठिक छ ल धन्यवाद के गर्ने ल पुसो भान्नुपर्छ 1000 चाहिँ पुसो भान्नुपर्छ राम्रो अनि मैले त्यो यो स्कुटर ब्ल्याक कलरको लिएको भएको हेर हाम्रो सरले पनि रेड लिन लागेको मान्छेले पनि ब्ल्याकै लिनु पर्यो ल कङ्ग्रेचुलेसन बाइ द वे गाइज यो भिडियो बनाउनलाई 3 महिनादेखि प्लान गरिरहेको थिएँ मैले 3 महिनादेखि म लास्ट 1 महिनादेखि राम्रो बोले पनि थिएँ के सँग हो र मलाई त ए ठिक छ भाले भइरहेको होइन किन बोल्नु पर्यो अब म अझै बोल्दिनँ यो पाएको छ होइन
तर अहिलेसम्म पनि यो तिम्रो भएको छैन किन थाहा छ ब्याङ्कले 5 रुपियाँको मानेको छैन अहिलेसम्म यो चाहिँ यस्तो भनेको ल त्यसो भए यता देखाउ नि यता देखाउ बसा गिफ्ट आयो ल साथी दिदी मोहन सरले मनिषले दिन्छ यो मनिष चिन्छ चिने कि चिनेन के रहेछ अहिले चाहिँ यसमा कपर किरिङ छ होइन कप हो यो ल कप पनि अघिसम्म नदिने भने चाहिँ वर्षा आएपछि दिइरहेको मान्छेहरू यस्तो गर्नु मिल्ने ए वा यता बक्स पनि छ यो बक्स खोल्नको लागि चाबी अन गर्ने होइन थिच्नु ल यार यहाँ सानो सामान राख्नको लागि होइन काम लाग्छ नि यो चाबी ए यो चाहिँ स्कुटर कुरेको टाइममा मात्र गर्नु होइन मलाई मनपर्छ पेट्रोलको स्मेल आउँछ नि यता के आउँछ अर्को के थाहा छ ल वर्षा ल तिमीले साइन गर यता आऊ त ल तिमीले साइन गरिदियो ल सो गाइज अब सबै काम सकिसकेको छ हामीले पैसा पनि पेमेन्ट गऱ्यौँ बर्खाले पनि देखिसक्यो उहाँले पनि मानिसक्यो अब ब्याङ्कले चाहिँ मान्छ कि मान्दैन क्वेसन चाहिँ त्यो हो है हेलो म्याम हाम्रो यो क्यास काउन्टरमा हो होइन यो हाम्रो थप्थली ब्रान्च होइन मलाई यो कर्पोरेट अफिसबाट हजुरको नम्बर प्रोभाइड गर्नुभएको थियो म चाहिँ यता भेस्पा अपिलिया सोरुम एकान्त कुनाबाट हाम्रो एउटा यो डिपोजिट गर्नुपर्ने थियो 3,80,000 जति होइन तर सबै हाम्रो 5 को नोटमा छ कि यो त्यस्तो मिलेन नि त त्यो तपाईँले क्यास सपोर्टमा कुरा गर्नु न त्यो त काउन्ट गरेर बस्नुपर्छ 3,05,000 को नोट भनेपछि कति बन्डल भयो लगभग हजुरको 76 वटा बन्डल छ अनि त्यो एकजना टेलर हुन्छ ब्रान्चमा त्यो त पोसिबल हुँदैन कि हेड अफिसमा बुझ्नु नि तपाईँले ए हुन्छ हुन्छ त्यसरी हेड अफिसमा बुझ्नु होइन अनि त्यो भन्दा नि सिसिएमडीसँग कोअर्डिनेट गर्नु न कि त बल्क लिएर अनि भेरिफाई गर्न लाउन सकिन्छ किनभने काउन्ट गर्न पोसिबल हुन अलिक गाह्रै छ होइन सेन्ट्रलमा पऱ्यो हेड अफिसमा रिसिभ गर्न लगाएर अनि सेन्ट्रलमा काउन्ट गर्नुहुन्छ कमलादी अनि त्यसपछि चाहिँ अनि कुनै कम भएमा रिपोर्ट गर्छन् त्यस्तो हुन सक्ला होइन तर एकचोटि बुझी हेर्नु न है ए हुन्छ थ्याङ्क यू सुरुमा कहाँ मिल्छ एनिवे अब है अब उहाँले आफै मिलाउनुहुन्छ के हो चाहिँदैन तिमीलाई के हो उहाँहरूको लागि नराम्रो लागिरहेछ खुसी पनि लागिरहेछ सर हामी के गरौँ त सर ब्याङ्कबाट त अर्को कुरा आयो होइन हामी मिलाउनुहुन्छ है केही प्रब्लम त छैन नि है सर ल बाइ द वे उहाँले मैले ब्ल्याक लेगो भएको भएर उहाँले नि ब्ल्याक लेगो बुझ्यो 5,000 रुपियाँ चाहिन्छ मलाई अब हामी चाहिँ लागौँ है ल अब अरू कुरालाई चाहिँ साइड लगाइदिउँ होइन तँलाई याद छ भनेदेखि हामीले पहिलादेखि नै भेस्पा किन्न मन थियो हो किन भन् त रेड कलरको तर ब्ल्याक अझै बवाल छ रेड कलरको लिँदा भइहाल्छ नि नत्र ब्ल्याक धेरै राम्रो छ ब्ल्याक क्लासी छ मेन भने चाहिँ भेस्पा किन्न मन थियो चाहिँ छैन अन्त भेस्पा किन्ने भनेर हामीले कति रातभरि कतिवटा कफी बेच्नुपर्छ भनेर सोच्थ्यौँ क्या अनि हामी जब सुन न अनि जब हामीले भेस्पा किन्ने सक्ने भयौँ त्यसपछि चाहिँ भेस्पा किन नकिने त तैँले बुलेट किनिस् नि त मैले बुलेट किनेर चाहिँ भेस्पा किन्न नपाऊ र पैसा सक्यो नि त ल दिएको छ अहिले पैसा फेरि जम्मा भएको छ होइन अनि जस्ट खुसी लाग्यो नि तँलाई एकदम खुसी लाग्यो धन्यवाद अब के गर्ने त भेस्पालाई अब म चलाउने कि नचलाउने सजाएर राख्ने कि चलाउने कि के अब बवाल काम गर्छु अनि त्यहाँ भेस्पा चलाएर अझ मोटिभेसन आयो अलिक मोटिभेसन चाहिरहेको थियो मलाई अनि यसले मोटिभेसन दियो मलाई साँच्चै भन्नु धन्यवाद बाइ द वे अनि हाम्रो चाहिँ 2वटा स्कुटर पनि छ होइन यसको अलरेडी पुरानोवाला स्कुटर अनि एउटा अर्कोवाला स्कुटर छ 2टा स्कुटर अब बिक्रीमा छ तपाईँलाई चाहिन्छ भनेदेखि चाहिँ किन्नु के भयो त कमेन्ट डाउन बिलो है त एन्टर्क र एभिएटर छ हामीसँग सो अब यसको पैसा चाहिँ त्यहाँबाट रिकभर भइहाल्छ सो हामीलाई केही टेन्सन चाहिँ छैन 5,000 को नोट ल्याउनु भयो भनेदेखि चाहिँ एक्स्ट्रा 5% डिस्काउन्ट पनि हुन्छ म यस्तो अलिकति भन्दैछ होइन धन्यवाद सुरज दाई अलि मलाई रुन चाहिँ आउँदैन होइन किनभने त्यो त खुसीको कुरा हो नि त थ्याङ्क यू सो मच अनि धन्यवाद भेस्पा भन्दा त यो चाबी महँगो छ दाजु छैन ल सर नमस्कार बधाई छ सेम टु यु सेम पिन्च धन्यवाद बाई बाई सलाम नमस्कार आइस हजुर आइस नमस्कार आइस
गाह्रो रहेछ यो मन परेन मलाई गाइज अब वर्षाले कसरी ब्रेक हान्छ म देखाउँछ त ल गाइज पार्टी अब ल ल समोसा एउटा लिऊ बिहानदेखि खाली पेटमा कुदाएर यहाँ अस्ति पनि त्यस्तै गर्थ्यो ल समोसा खाऊँ न। दुईवटा त्यो त्यहाँ लसी खाइदियो भोलि बिहान मतलब अलिकति गाह्रो भयो ल समोसा खानु न त फेरि अनि लस्सी खाऊँ लाने